सिंगन झऱ्यो नमस्ते सबैजनालाई, हजुरहरूलाई हाम्रो च्यानलमा स्वागत छ। मेरो नाम चाहिँ मोनिका अनि ऊ चाहिँ मेरो सानो। के भयो? आज चाहिँ हामी पानीपुरी च्यालेन्ज गर्न जाँदैछौँ। 20 पिस पानीपुरी राखेर च्यालेन्ज गर्नेछौँ। जसले जित्छ ऊ चाहिँ विनरले भनेको चाहिँ लुजरले मान्न पर्ने हुनेछ। लास्टमा चाहिँ 3टा पनिसमेन्ट दिन पाउनेछ। ल पहिला पानीपुरी बनाऊँ अनि त्यसपछि च्यालेन्ज सुरु गरौँ। पानीपुरी च्यालेन्ज चाहिँ अब स्टार्ट हुन गइरहेको छ। अनि 20-20वटा पानीपुरी 12 मिनटमा जसले पहिला भ्याउँछ त्यही चाहिँ विनर हुन्छ। सुरु गर्न जाँदैछौँ। अन्तिमसम्म हेर्नु होला। स्टार्ट गरिसक्यो होइन। 12 मिनटमा जसले पहिला भ्याउँछ अबि हातले हो। सुरुमा त मिठो हुन्छ होला, पछि चाहिँ तिमीले भ्याइहाल्छ नि यसर्थ बिस्तारै खान। भ्याइहाल्छ नि यसर्थ बिस्तारै खान। च्यालेन्ज पो हुन्छ, च्यालेन्ज बिस्तारै हान्छ। बाह्र मिनट लाग्दैन क्या हो? 12 मिनट लाग्ने क्या? काम पनि होइन, पानी चाहिँ ठुल्ठुलो भएछ क्या। मान्छेमा दाँत छैन गर्छन् चाहिँ एक थोरथोरै हाल्छ क्या। अब चाहिँ छोड्थ्यो अरे लु। तपाईँको पुरै हेर्नु, मेरो पुरै हेर्नु। मिलाएन अलिकति अर्केर सकिन्छ। कति मिनट छ? मलाई चाहिँ भुलाएर आएको चाहिँ छिटो हातले त। तैँले हालिस्, तेरो सक्यो यो। के को सक्दैन? तैँले धेरै हालिस् नि, छिटो खाने मलाई। itu tadi ya टाइम कति छ? के हात मलाई पिरो तैँले जितिहालिस् नि। तैँले जितिस् के बिस्तारै खा। अब दिन्नमा मैले जित्यो। टाइमर राखे मतलबै भयो। सिंगन झऱ्यो। त्यसवटा जति च्यालेन्ज गरेको त मैले भोलि बिहान भ्याउँथेन। हाम्रो च्यालेन्ज चाहिँ यहीँ समाप्त भएको छ। मेरो त अझै 4वटा गेडा बाँकी छ। हाम्रो भिडियोलाई लाइक, सेयर अनि च्यानललाई सब्सक्राइब गरिदिनु होला। अब मेरो हारको पनिसमेन्ट 3टा ग्रहण गर्न जाँदैछु। ल बना पनिसमेन्ट के हो? कतिवटा पागल भएको नाटक गर्नु। पागल भएको नाटक गर्ने अहिले यहीँ मात्र कि बाहिर नि? यहीँ मुखले बन्ने कि? ल यो पागल होइन, लाटा। लाटा त बोल्नै सक्दैन। अनि बोल्नै सक्दैन नि, एक्टिङ गर्नु पर्यो नि त। लाटाले कस्तो एक्टिङ गर्छ? कसरी बोल्छ त्यो एक्टिङ गर्नु? ल
पागल वाला एक्टिङ त पागल त जस्तो नि होइन। उसलाई एउटा राम्रो गीत मेरो लागि गाइदिनु। राम्रो गीत तिम्रो लागि ल। तिम्रो लागि उम्, धेरै दिन र रात बिति गयो तिम्रो क्यामेरा होइन होइन तिमीलाई सम्झी बाटो हेरी कोरिरहन्थे म सानो यति हो यो भन्दा धेरै त होइन वाह 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 मतलब अब एउटा चाहिँ अर्को चाहिँ अर्को ए यस खतम भएछ टाइम खोज्यो यस्तो सोच्नु पाइँदैन भाइ इसा इसा भन त छिटो ल म छिटो नाच्नु सानो नाच्न त आउँदैन भाइ म एउटा गीत बजाउँछु त्यो गीतमा नाच्नुपर्छ तपाईँ यहीँ बसी बसी नाच्नु ल बाहिर ल बाहिर ल बाहिर ल बाहिर बसी बसी त सक्दिन हामी बाहिर जाँदैछौँ नाच्नु डान्स हेर्नुहोस् हामी चाहिँ बाहिर गएर यसो ल हामी चाहिँ अब नाच्न जाँदैछौँ मेरो लिपस्टिक पनि गयो होला है पानीले यही गीतमा मखमली मखमली एकचोटि गात त ल मलाई आउँदैन हामी यहाँ बजाउँछौँ नि एकचोटि बजाऊ मखमली चोलीमाथि छर्किलायो भाजेकी सुन्दर मेरी हजुर छिटो 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 हुँदैन छिट्नु त सक्यो च्यालेन्ज सक्यो अब घर जाने हो अब जाने म कस्तो राम्रै देखेको छु तिमी पनि भन्छौ न म के भन्नु लाइक सब्सक्राइब Right. के अरे र आजको लागि यति नै हाम्रो पानीपुरी च्यालेन्ज चाहिँ यहीँ खतम भइसकेको छ हामीलाई धेरै धेरै माया अनि साथ सपोर्ट देखाइदिनु होला जसले पनि यो भिडियो लास्टसम्म हेरिदिनु भयो उहाँहरूलाई धेरै धेरै धन्यवाद